नमस्कार सबैजनालाई। आज चाहिँ मैले तपाईलाई केही कुरा भन्ने छु, तर आज मसँग आउनु भएको हुनुहुन्छ सुखले। दर्शन, तपाई कस्तो हुनुहुन्छ? एकदमै ठिक छ। अनि बाबुलाई पनि अध्यक्षलाई पनि एकदमै धन्यवाद यो तपाईको प्रोग्राममा चाहिँ इन्भाइट गर्नु भएकोमा। आज चाहिँ हामी के को बारेमा कुरा गर्ने भन्दा पहिला चाहिँ तपाईले भर्खरै तपाईको डिग्री भ्याउनु भएको छ। कङ्ग्रेचुलेसन्स, गुड जब। अनि तपाईको जर्नीको बारेमा आज कुरा गर्ने हो। तपाई चाहिँ हेड शेफ हुनुहुन्थ्यो बेकरीमा, अनि त्यसपछि रेस्टुरेन्टमा शेफ हुनुहुन्थ्यो, अनि अहिले चाहिँ पढ्नुभयो, अनि तपाईको ब्याचलर्स डिग्री पाउनुभयो। अनि यसकै बारेमा आज कुरा गर्ने हो। तर तपाईको आफ्नै वर्ड्सबाट सुनौँ न त तपाईको जर्नी। मेरो जर्नी 1994 देखि सुरु भएको हो है। सुरुमा त हेड शेफ कोही पनि हुनु सक्दैन। हजुर। आइदर अब पढ्नु पर्यो एकदमै, तर प्र्याक्टिकली चाहिँ अब काम गर्न 1994 मा गएर रेस्टुरेन्टमा काम गरेँ। त्यो पछि हस्पिटालिटी भनेको के हो बल्ल बुझ्दै गएँ है। अनि गएर मैले चाहिँ 8 वर्ष त्यहाँ काम गर्दाखेरि मैले त्यो एउटै रेस्टुरेन्टमा भाँडा धुनेदेखि लिएर सुरु गरेर त्यसमा किचनमा काम गरेँ। अनि त्यहीँ म फेरि पेस्ट्री एन्ड बेकरीमा काम गर्न पाएँ। त्यो पछिबाट चाहिँ म बिस्तारै अब ग्रो अप भएँ एउटा पोजिसनमा। अनि दुबईमा आएपछि कम्प्लिटली बेकरी एन्ड पेस्ट्री सेफको चाहिँ मैले काम गरेँ। अनि त्यहाँबाट चाहिँ फेरि म ओमन गएँ। ओमन गएर चाहिँ मैले चाहिँ त्यहाँ गर्दाखेरि चाहिँ एउटा होल कम्पनीको हेड प्रोडक्सन हेडको रूपमा मैले काम गरेको थिएँ। र त्यही सिलसिलामा सिङ्गापुरमा ट्रेनिङ गर्ने मैले चाहिँ अपर्च्युनिटी पाएँ कम्पनी मार्फतबाट। त्यसले गर्दा मेरो क्यारियरमा अलिकति राम्रो गऱ्यो। त्यस कारणले त्यसै पछि चाहिँ मैले अब फेरि न्युजिल्यान्डमा अपर्च्युनिटी पाएर यता आएँ 2010 मा। र यसमा यहाँ आएर म पेस्ट्री सेफ प्लस सेफिङ काम गरेँ। र मैले पछि फेरि त्यहीँ लपुर्चेतामा यहाँ ढुनीदिन आएर हेड सेफको काम पनि गरेँ। एउटा रेस्टुरेन्ट सेटअप गरेर त्यहाँ 1 वर्ष मैले रन गरेँ। त्यही सिलसिलामा मैले फेरि अब म चाहिँ पढ्न अलिकति मैले राम्रो चाहिँ मैले नेपालमा राम्रोसँग पढ्न नपाएकोले कारणले गर्दाखेरि यहाँ आएपछि अब यहाँको रेसिडेन्ट भएपछि धेरै कुराहरू इलिजिबल हुँदो रहेछ एज अ रेसिडेन्ट। सो मैले चाहिँ त्यो उताको पोलिटेक्निकबाट मैले डिप्लोमा गरेँ 2014 मा। अनि त्यो पछि त्यसलाई कन्टिन्यू गर्नु खोज्दाखेरि मैले जाने, तर यो मेरो ठुलो ड्रिम थियो। एक दिन म एउटा डिग्री ब्याचलर डिग्रीसम्म म गर्छु भन्ने कुरा मैले ड्रिम मेरो चाहिँ थियो। त्यसलाई अचिभ गर्नको लागि मैले अलिकति विभिन्न कारणले गर्दा समय मिलिरहेको थिएन। फाइनली लास्ट इयर मैले चाहिँ वाइ नट दिस टाइम भन्ने किसिमको चाहिँ मलाई फिल भएर मैले एप्लाई गरेँ र मेरो इनरोलमेन्ट एक्सेप्ट गरेँ र मैले कोर्स गरेर पनि जे होस् अब मैले चाहिँ आज चाहिँ म यहाँ छु। मेरो चाहिँ अब भोलि ग्रेजुएसन छ मेरो एज अ ब्याचलर डिग्रीको कुलिनरी आर्टमा। सो आइ एम सो सुपर एक्साइटेड। अनि यो चाहिँ के भन्दाखेरि अब जे गरे पनि हामीले लाइफमा वाट एभर यु डु यु मेक अ गोल, प्लान, प्रपर प्लान, एजुकेटेड प्रपरली एन्ड डोन्ट स्टप। त्यसमा त धेरै अब्स्ट्रकलहरू आउँछ, तर यु हेभ टु किप मुभिङ टु अचिभ युर गोल। त्यो चाहिँ म भन्छु है। त्यो चाहिँ अब सबैजनालाई बिजनेसमा होस्, पर्सनल लाइफमा होस्, स्टडीमा होस्, अनि एनिथिङ यु डु, मलाई चाहिँ त्यस्तो फिल हुन्छ। र आई किप अन द्याट भन्छ सेम थिङ। एन्ड आई रिक्वेस्ट सबैजनाले चाहिँ त्यही नै गर्यो भने नथिङ इज इम्पोसिबल भन्ने जस्तो लाग्छ। एन्ड एज डजन्ट स्टप यु। हजुर है, त्यस्तो लाग्छ मलाई चाहिँ। भनेपछि तपाईँ चाहिँ पेस्ट्री सेफ अर्गनाइज गर्ने, प्लानहरू बनाउने, त्यसमाथि एजुकेसन पनि। तपाईँसँग त दिनमा त धेरै घन्टा छ जस्तो लाग्यो त, 26-27 घन्टा छ र तपाईँसँग? त्यो टाइमिङ सबैको बराबर हो। इट्स अप टु यु हाउ यु म्यानेज द टाइमिङ है। टाइम कहिले वेट गर्दैन हामी वी हेभ टु अर्गनाइज द टाइमिङ। टाइम म्यानेजमेन्ट एप्लाई फर एभ्रिथिङ। पढाइमा होस्, काममा होस्, पर्सनल लाइफमा होस्, सबै कुरामा चाहिँ टाइम म्यानेजमेन्ट एकदम इम्पोर्टेन्ट छ जस्तो लाग्छ। यु हेभ टु म्यानेज युर टाइमिङ। टाइम त 24 आवर्स सबैलाई हो, त्यही हो जस्तो लाग्छ। भनेपछि तपाईँले त म्यानेज गर्न त एकदमै गाह्रो भएको छ जस्तो लाग्यो मलाई। अनि तपाईँले कसरी म्यानेज गर्नुहुन्छ पनि हामीलाई बताउनु भएको छ।
अनि अर्को चिज मलाई सोध्नु मन लागेको भन्दा चाहिँ तपाईँ लिडर पनि हुनुहुन्छ। तपाईँ चाहिँ तामोदीको लिडर हो, त्यो ग्रुपको लिडर हो। अस्ति तपाईँले चाहिँ कार्यक्रम पनि चलाउनु भएको थियो, तमु लोसार चलाउनु भएको थियो। अनि यो पनि त्यही अर्गनाइजेसनमा नै पर्छ होला। यस्तो वन्डरफुल लिडर हुनुहुन्छ तपाईँ। अनि मेरो प्रश्न भनेको चाहिँ तपाईँलाई चाहिँ लिडर भनेको के हो भनेर। थ्याङ्क यू सो मच बाबु। अब त्यस्तो एकदमै राम्रो लिडर भन्नुभएकोमा म चाहिँ आफ्नो तर्फबाट बेस्ट दिन्छु होइन। अब एनिथिङ आई डु आई वान्ट टु गिभ माई बेस्ट होइन, बेस्ट सर्ट दिन्छु म। त्यस्तै अब तमुदी क्यान्डिडेटको नै म प्रेसिडेन्ट हो। यो सेकेन्ड टर्म हो मेरो चाहिँ अहिले गरिरहेको। यसमा पनि अब लिडर भनेपछि हाउ टु यु म्यानेज, हाउ टु मेक युनाइट युर कम्युनिटी, हाउ टु ब्रिङ द कनेक्टिभ विथ द एभ्री वान। त्यो नै एकदम मोटिभ हो मेरो चाहिँ होइन। अब अनि म चाहिँ एकदम आफ्नो कल्चरल एकदम लभर हो, कल्चरल लभर। त्यस कारणले गर्दाखेरि यसमा चाहिँ म एकदमै मैले आफ्नो बेस्ट दिएर काम गर्छु र सकेसम्म सबै कम्युनिटीले चाहिँ मैले चाहिँ आफ्नो कम्युनिटीहरू मात्रै नभएर वाइडर कम्युनिटीसँग चाहिँ म एकदम कनेक्टिभिटी चाहिँ मैले चाहिँ अब बढाउने मलाई एकदमै मनपर्छ। सो द्याट अहिले चाहिँ अब यो लिडरसिप भनेको क्वालिटी भनेको त्यो हामीमा एउटा काइन्ड, हम्बल एन्ड भेरी सपोर्टिभ होइन, त्यो चाहिँ हुनुपर्छ जस्तो लाग्छ। एज अ क्वालिटी, त्यो क्वालिटी चाहिँ म्यानेजमेन्ट लिडरको चाहिँ अब क्वालिटी त्यो हुनुपर्छ जस्तो लाग्छ। कुनै हुन्छ नि त अब फेरि म ठुलो मान्छे हो भनेर बस्ने खालको। आई थिङ्क मेबी एभ्री वान हेज अ डिफ्रेन्ट काइन्ड अफ थिङ्किङ होइन। अब त्यस्तो हुन्छ, तर मलाई चाहिँ त्यो लाग्दैन। अनि म चाहिँ अब झन् यु निड टु डु बेटर, मोर रेस्पोन्सिबिलिटी है। अब जहाँ पनि त्यो एप्लाई एभ्रिथिङ हुन्छ, काममा पनि। इफ यु आर सुपरियर यु निड टु वर्क, लिड द इक्जाम्पल, डु मोर जब देन अदर स्टाफ। पढाइमा पनि, घरमा पनि, अनि यो सोसाइटीमा पनि एज अ लिडर इज एप्लाई एभ्रिथिङ सेम रुल्स आई थिङ्क है। मलाई चाहिँ त्यस्तो लाग्छ। हुन्छ। अनि तपाईँले चाहिँ अघि नै भन्नुभएको थियो तपाईँलाई चाहिँ कल्चर भनेको ठुलो चिज हो भनेर। अनि तपाईँ न्युजिल्यान्ड आउनु भएको पनि छ। अनि यिनीहरू दुइटा मिलाउँदा चाहिँ तपाईँ धेरै देशमा जानुभएको छ। अनि न्युजिल्यान्ड स्पेसिफिकली न्युजिल्यान्ड आउनु बेलामा चाहिँ तपाईँलाई कल्चर सक भयो र भयो भने चाहिँ तपाईँले कस्तो चिजहरू एक्सपिरियन्स गर्नुभयो र कसरी फिक्स गर्नुभयो? न्युजिल्यान्ड आउँदाखेरि चाहिँ मलाई एउटा चाहिँ सबभन्दा पहिला त ल्याङ्ग्वेज ब्यारियर भयो। हजुर है। हामी इङ्ग्लिस बोल्ने बेग्लै है, बेग्लै टाइपको इङ्ग्लिस बोल्छ। यहाँ आएपछि अब उनीहरूको ट्युन अब सबै कुरा एकदम बेग्लै छ। उनीहरूले बुझ्नै एकदम गाह्रो, मलाई समय लाग्यो, 2-3 महिना लाग्यो उनीहरूसँग बुझ्नलाई। अनि अर्को कल्चर चाहिँ कस्तो भने वर्क कल्चर चाहिँ इन्भाइरोमेन्टमा चाहिँ यहाँ एकदम टोटली डिफ्रेन्ट छ। म उता मिडल इस्टमा एउटा हायर लेभलको म्यानेजमेन्ट लेभल पोजिसनमा भएको मान्छे, फोनको भरमा मैले ड्युटी जागिर खाएर बसेको। यहाँ आएपछि यु हेभ टु डु इट एभ्रिथिङ है। जिरोबाट सबै काम गर्नुपर्छ। म फान्नेदेखि र भाँडा धुनेदेखि लिएर सबै गर्नुपर्ने। यु क्यान से म चाहिँ सेफ हो, म अलग्गै बस्छु भन्ने होइन। यहाँ त सबै गर्नु पर्दैछ। त्योपछि मलाई चाहिँ अब 2-3 महिना मलाई गाह्रो भयो। त्योपछि चाहिँ फेरि मैले चाहिँ त्यहाँ यहाँको वर्किङ कल्चर चाहिँ मैले चाहिँ इन्भाइरोमेन्टलाई चाहिँ मैले एडप्ट गर्ने बुझेर मैले एडप्ट गरेँ। र विथिन 1 इयरमा मैले अब रेसिडेन्ट ट्राई गरौँ, यहाँ बस्नको लागि चाहिँ अब ठिक छ दियो भने बसौँला, नत्र भने फर्किउँला भन्ने सोचले त्यो ट्राई गर्दाखेरि विथिन 1 इयर मैले यहाँको रेसिडेन्ट पनि मैले लिने पाउन सफल भएँ। त्योपछि चाहिँ हियर इज आई एम है। अब अहिले 16 वर्ष भयो अब यहाँ बसिरहेको छु अहिलेसम्म। इट्स बी वन्डरफुल कन्ट्री, एकदमै राम्रो। अनि धेरै पढाइ गरेँ मैले न्युजिल्यान्ड आएर, धेरै पढाइ गरेँ। त्यो राम्रो चिज नै होला। र तपाईँले चाहिँ भन्नुभएको थियो तपाईँ धेरै देशमा घुम्नु भएको छ। हजुर। अनि अर्को चिज भनेको चाहिँ तपाईँको चाहिँ अब काइन्ड अफ लाइक धेरै चिज भइसक्यो। तपाईँ अरू देशमा चाहिँ पेस्ट्री सेफ हुनुहुन्थ्यो, त्यसपछि यहाँ आएपछि सेफ हुनुभयो, अनि त्यसपछि लिडर ठुलो प्रेसिडेन्ट हुनु भयो। अहिले तपाईँ एजुकेसनमा पनि लाग्नुभएको छ, तपाईँको डिग्री पाउनुभयो। अब तपाईँको नेक्स्ट स्टेप्स के हो जस्तो लाग्छ तपाईँलाई? नेक्स्ट स्टेप मेरो चाहिँ अब मेरो चाहिँ सबभन्दा ठुलो ड्रिम यही थियो, ब्याचलर डिग्रीसम्म म जान सक्छु भन्ने कुरा। योभन्दा माथि लेभल म जान मन चाहँदैन, किनकि अब अलरेडी
अब चाहिँ म भयो जस्तो लाग्छ पढाइमा अलिक गाह्रै हुँदो रहेछ जस्तो लाग्यो मलाई यो ब्याचलर डिग्री पनि धेरै गाह्रोसँग मैले सकाएँ अब चाहिँ मेरो चाहिँ अब आई गेभ सो मच थिङ्स फ्रम द कम्युनिटी एन्ड अब चाहिँ म कम्युनिटीले के दिन सक्छु त कन्ट्रिब्युट गर्नु सक्छ भन्नेतिर लागेको छ अनि मैले चाहिँ के सोच्छु भन्दाखेरि मेरो त्यो 30-35 इयर्स एक्सपिरियन्सको चाहिँ मैले गरेको नलेजलाई चाहिँ म सेयर गर्न चाहन्छु यङ जेनेरेसन अपकमिङ जेनेरेसनमा त्यो चाहिँ मैले एउटा ट्युटरिङको माध्यम यो कुलिनरी आर्टमा चाहिँ अब म ट्युटरिङको चाहिँ माध्यमबाट म कन्ट्रिब्युट गर्न चाहन्छु हाम्रो कम्युनिटीमा जस्तो लाग्छ मलाई अब नेक्स्ट गोल भनेको म अब कहिले जुर्छ कता हुन्छ भनेको थाहा छैन तर इभेन्चुअली म त्यो अपर्च्युनिटी पाएँ भने चाहिँ न्युजिल्यान्डमा ट्युटरिङ काम गर्ने चाहिँ मेरो चाहिँ अब नेक्स्ट टार्गेट छ है अब त्यो चाहिँ हेरौँ अब कहिले कस्तो हुन्छ भनेपछि त्यो पनि अलि बिग जम्प हुने भयो तपाईँलाई अनि अब चाहिँ रियली दुईटा मलाई चाहिँ तपाईँको दुईटा ठुलो चिज छ जस्तो लाग्यो तपाईँ सेफ तपाईँको धेरै करियरलाई सेफ हुनुभयो अनि तपाईँको इक्वली इम्पोर्टेन्ट भनेको चाहिँ एजुकेटर हो तपाईँलाई कुन मोर इम्पोर्टेन्ट नभए तपाईँको करियरमा तपाईँले धेरै कुन गर्नुभयो कुन इम्पोर्टेन्ट लाग्छ सेफ को वरिपरि काम गर्ने कि एजुकेसन आई थिङ्क एउटा सबै कुरा एउटा आफ्नो आफ्नो लेभलमा छ तर मेरो लेभलमा चाहिँ अब मैले अहिले आएर फर्केर हेर्दाखेरि एजुकेसन चाहिँ भेरी इम्पोर्टेन्ट त म चाहिँ सबैलाई के भन्छ भन्दाखेरि एजुकेसन भनेको एकदम इम्पोर्टेन्ट छ मैले त्यो कुरा मेरो यङ एजमा मैले पाएन त्यस कारणले गर्दाखेरि न्युजिल्यान्ड आएर मैले चाहिँ आएदेखिको मैले एकदमै त्यो कन्टिन्यू मैले पढाइ गरिरहेको छु कि अहिलेसम्म होइन अनि धेरै पढ्यो त्यस कारणले गर्दाखेरि एजुकेसन चाहिँ भेरी इम्पोर्टेन्ट त्यो पछि गएर चाहिँ त्यहाँबाट चाहिँ फेरि अब अरू कुरा भनेको र अब फेरि त्यो सँगसँगै हबी वर्क भनेको त्यो सँगसँगै प्र्याक्टिकली अब त्यो काम गर्दै जाने हो होइन अब तर एजुकेसन भनेको एकदम इम्पोर्टेन्ट छ पढाइ चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ त्यस मैले चाहिँ धेरै कुरामा अब पोजिसनको लागि यहाँ एप्लाई गर्दाखेरि एजुकेसनले गर्दाखेरि नै मैले कति ठाउँमा फेल भएको छ मलाई एक्सेप्ट गरेको थिएन त्यस कारणले गर्दाखेरि मैले चाहिँ पछि एजुकेसनलाई इम्पोर्टेन्ट गरेर मैले टाइम निकालेर म्यानेज गरेर फुल टाइम गरेर पनि पढाइमा पनि मैले त्यति नै टाइम दिएको मैले चाहिँ त्यो चाहिँ मैले चाहिँ त्यो एकदमै हार्डवर्क गरेको धन्यवाद यहाँ आउनुभएकोमा आज र हामीले चाहिँ धेरै वन्डरफुल चिजको बारेमा कुरा गऱ्यौँ र हामी भ्याउन अगाडि तपाईँले लिसनरलाई केही भन्नु कुरा छ सबैभन्दा पहिला त बाबु आजलाई एकदमै धन्यवाद यु डुइङ भेरी वन्डरफुल जब है आई थिङ्क यसले चाहिँ यङ्गेस्ट जेनेरेसनलाई एकदम इन्सपायर गर्छ अनि सेकेन्डली म पनि त्यस्तै इन्सपायर गर्ने र अपकमिङ जेनेरेसनलाई चाहिँ म एउटा इन्करेज गर्ने एउटा मैले चाहिँ विचार राखेर नै मैले यो पढाइ गरेको हो अनि एज डजन्ट म्याटर है म अब 55 इयर्स ओल्ड भए पनि नेभर टु लेट पढाइको लागि भन्ने मैले चाहिँ एउटा म्यासेज दिने कोसिस पनि गरेको हो र मैले मेरो एउटा ठुलो ड्रिम अचिभ गरेको छ आज त्यसको चाहिँ अब यो एक्साइटमेन्ट चाहिँ म सबै तपाईँहरूको फ्यामिलीसँग म सेयर गर्न चाहन्छु मेरो फ्यामिली एन्ड फ्रेन्ड्सहरूलाई नि अनि एकदमै म एकदम खुसी छु आज चाहिँ मैले फाइनली मेरो लाइफको सबैभन्दा ठुलो अचिभमेन्ट चाहिँ मैले अझ ब्याचलर डिग्री अब पाउँदैछु भोलि ग्रेजुएसनमा एटेन्ड गर्दैछु अनि र सँगसँगै यहाँ चाहिँ अब बाबुले चाहिँ मलाई अजेक्सको चाहिँ एउटा प्रोग्राममा चाहिँ यसरी इन्भाइट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ एन्ड आई विश यु भेरी बेस्ट अफ लक है अझ पनि एकदमै त्यो इन्सपायर गर्दै जानु धेरै राम्रो काम गर्दै जानु बाबुलाई आई विश यु भेरी गुड लक हुन्छ थ्याङ्क यू सो मच अनि वन्स अगेन कङ्ग्रेचुलेसन्स तपाईँको ब्याचलर्स डिग्रीमा अनि योपालि चाहिँ हामी फोटोहरू लिइरहेको छौँ यो कार्यक्रम गरिरहेको छौँ तपाईँको ब्याचलर्स अचिभ गर्नु भएर अब नेक्स्ट टाइम चाहिँ तपाईँ फेरि आउँदा चाहिँ होपफुली तपाईँ एजुकेटर ठुलो एजुकेटर भनेर आउनुहुन्छ भन्ने मेरो आशा छ धन्यवाद आज आउनुभएकोलाई हाम्रो लिसनरहरूलाई सबैजनालाई धन्यवाद